के साँच्चीकै भुन्टीले बिहे गरेकी हुन् त हो। दर्शकबिन आशा गौतमको निर्देशनमा सुकुमाया टिभीबाट दैनिक रूपमा प्रसारणमा आइरहेको भुन्टी सिरियल यति बेला जनचर्चाको विषय बनिरहेको छ। हो साथीहरू, भुन्टी र सरको विवाह भइसकेको छ। के थाहा, यो भुन्टीको सपना पनि हुन सक्छ। हामीले साँच्चीकै ठानी पनि नहालौँ। अर्को भागमा थाहा पाउने नै छौँ सत्यता के हो भनेर। तर हामी सबै खुसी छौँ सर र भुन्टीको विवाह देख्दा, र सधैँ भुन्टी र सर यसरी नै विवाह गरेर खुसी भएको हाम्रो हेर्ने चाहना के थाहा साँच्चीकै पुरा भइसकेको छ कि। र भूपेन्द्रले पनि यो कुरा थाहा पाएका छैनन्। तर भूपेन्द्र थाहा पाउँदा एकैचोटि सकमा पुग्ने नै छन्, यानि कि यो कुरा साँचो रहेछ भने। र भूपेन्द्रको नाममा जति पनि सम्पत्ति छ त्यो सम्पत्ति भुन्टीले पनि आधा सम्पत्ति पाउनै पर्छ र भूपेन्द्रले डिभोर्स दिनुपर्छ र भुन्टी सरसँग हाँसी खुसी जिन्दगी बिताउनु पर्छ र उनीहरूको विवाह साँच्चीकै हुनै पर्छ र उनको नन्द र जेरीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ र भूपेन्द्रलाई पनि आफ्नो सबक सिकाउनै पर्छ। हो दर्शकबिन, सबै कुरा पक्कै पनि आउने भागमा थाहा पाउने नै छौँ। हामी आशा गरौँ भुन्टी र सरको विवाह साँच्चीकै होस्। हस्त दर्शकबिन, म आज यति भन्दै बिदा हुन चाहन्छु। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। हस्त धन्यवाद।